मूल नक्षत्रमा म। आयुर् कर्म च वित्त च विद्या निधनमेव च पञ्चैतानि हि सृजन्ते गर्भस्थस्मै देहिनम्। चाणक्य नीति चतुर्थ अध्याय। मानिसको आयु, कर्म, धन, विद्या र मृत्यु यी 5 कुरा गर्भमा नै निर्धारण भइसकेका हुन्छन् भन्ने सन्देश यो श्लोकले दिन्छ। हामीले जीवनमा जे पाइरहेका हुन्छौँ त्यो हामी जन्मनु अघि नै तय भइसकेको हुन्छ। कोही अल्पायुका, कोही दीर्घायुका, कोही धनाढ्य, कोही गरिब, कोही शिक्षित, कोही अशिक्षित। यो सबै कर्मफल र पूर्व निर्धारणको मिलन हो। जसरी बिउभित्रै वृक्षको स्वरूप लुकेको हुन्छ त्यसै गरी हाम्रो जीवनको आकार पनि गर्भमै निश्चय भइसकेको हुन्छ। यो धरतीमा आएपछि सुगन्धित भई फुल्ने र ओइलाएर सुक्ने भन्ने कुरा आफ्नो कर्म र स्याहार सुसारमा पनि निर्भर हुन्छ। त्यसैले कर्म गर्न छाड्नु हुँदैन। आकाश वरिपरि 27 नक्षत्र रहेका छन्। ज्योतिषशास्त्र अनुसार हाम्रो जन्मको सम्बन्ध यी नक्षत्रहरूसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। बच्चा जन्मिएको समयमा कुन नक्षत्र कुन अवस्थामा रहन्छ सोही आधारमा बच्चाको नाम राख्ने चलन छ। जन्म, समय र ग्रह नक्षत्रलाई ध्यानमा राखेर चिना बनाउने र नाम जुराउने कार्य गरिन्छ। 27 नक्षत्रमध्ये 19औं नक्षत्र मूल नक्षत्र हो। यो समय चक्र अनुसार चलिरहेको हुन्छ। हाम्रो समाजमा मूल नक्षत्रलाई विशेष रूपमा हेर्ने गरिन्छ। किनभने यदि कुनै बच्चा मूल नक्षत्रमा जन्मियो भने उसको जन्म नक्षत्रका कारण केही अनिष्ट वा अशुभ हुने विश्वास गरिन्छ। केहीले बुवा आमा पिर्छन्, केहीले सम्पत्ति नष्ट गर्छन् भन्ने मान्यता छ। वास्तवमा मूल नक्षत्रको सबै समय अशुभ रहँदैन र यदि अशुभ रहने अवस्था छ भने पनि त्यसलाई शास्त्रमा बताए अनुसार विधिपूर्वक शान्ति गर्ने तरिकाहरू छन्। मूल शान्ति गरेपछि शुभ हुने विश्वास गरिन्छ। जन्म एक प्राकृतिक घटना या भनौँ प्रक्रिया हो। यो संसारमा जन्मनु नै ठुलो उपलब्धि हो, सबैभन्दा महत्त्वपूर्ण जित हो। कुन बच्चा कुन साइतमा, कुन ठाउँमा, कुन परिवारमा, कुन परिवेशमा जन्मन्छ त्यो न त जन्मने बच्चालाई थाहा हुन्छ न त जन्माउने बुवा आमालाई नै। सृष्टिकर्ताले सृष्टि गरिदिएपछि मानव यो धरतीमा आउँछ, दुःख सुख भोग्छ र जान्छ। भयो, आमा हाँस्नु भयो, म रोएँ। 2 छोरा र 1 छोरी जन्मिसकेको अवस्थामा मेरो जन्मले मेरा बुवा आमा अझ बढी हर्षित हुनुभएको थियो। त्यो समय चेतना र शिक्षाको अभाव भएको युग थियो। जान्ने, बुझ्ने र बुझाउने मानिस निकै कम थिए। सामान्य औँसी पूर्णिमा र तिथि मिथि मात्र हेर्न जान्ने केही सीमित ब्राह्मण पण्डितहरू मात्र गाउँमा थिए। मेरो जन्म नक्षत्र हेराउँदा एकजना पण्डितले मलाई मूलमा परेको बच्चा भएको, यसले बुवा आमालाई पिर पार्ने, अशुभ हुने भविष्यवाणी गरिदिए। यो खबर सुन्नु अघि खुसीले भरिएका मेरा बुवा आमाको मुहारमा एक्कासी उदासीको छाया पर्यो। मूलमा परेको बच्चालाई त्याग्नुपर्छ भन्ने कुरा हुन थालेछ। सायद पुरातन मान्यताको असरले हुनुपर्छ। परिवारका सबै सदस्यको सल्लाहमा मलाई बुवा आमाले त्याग्ने निर्णय गर्नुभयो। मेरो जेठा बाको 7 छोरी थिए तर छोरा थिएनन्। त्यसैले जेठा बाले मलाई लैजानुभयो र जेठी आमाको जिम्मा लाउनुभयो। 11 दिनसम्म म जेठी आमाको काखमा हुर्केँ। उहाँको दुध पिएर बाँचेँ। 11 दिनपछि मेरो जीवाका भानिज भगीरथ विचारी नामका ज्योतिषी मामा घरबाट आउनुभयो। यद्यपि म जान्ने बुझ्ने भएपछि उहाँलाई देख्न पाइनँ। उहाँले सम्पूर्ण परिस्थिति बुझेपछि मेरो जन्म नक्षत्र पुनः हेर्नुभयो र मूलमा नपरेको भन्दै मेरो जन्म र लालन पोषणले बुवा आमालाई कुनै अनिष्ट वा भवितव्य नहुने, उहाँहरूलाई नपिर्ने कुरा आमालाई बताइदिनु भयो।
9 महिना कोखमा राखेर जन्माएको आफ्नो सन्तानमा कुनै दोष नरहेको थाहा पाएपछि मेरी आमाको हृदय उल्लासले भरियो। सन्तान जति भए पनि बुवा आमालाई उत्तिकै माया हुँदो रहेछ। आमालाई धरतीसँग त्यसै तुलना गरिएको होइन। उहाँले मलाई जेठी आमाको घरबाट फिर्ता ल्याउनुभयो र आफैले पालन पोषण गर्न थाल्नुभयो। म फेरि आमाकै काखमा हुर्कन थालेँ। तर छिट्टो दुध खाएको र पोषणको कमीले गर्दा अरू दाजुहरूभन्दा म केही खिनौटो र होचो भएँ। अहिले विचार गर्दा जीवाका भानिजले मेरो जन्म नक्षत्र र नाम मिलाएर जुराइदिनु भए जस्तो लाग्छ। भूमिनन्द मेरो नाम जस्तै मेरो सम्बन्ध जन्मेको भूमि र माटोसँग गहिरो रूपमा जोडियो। मेरो जीवन अनौठो संयोगबाट सुरु भयो तापनि मूल नक्षत्रको कारण परिवारबाट अस्वीकार हुनबाट बचेर मैले आफ्नो बाल्यकालको पाइला बढाएँ। आउने दिनहरू नक्षत्रको भागमा होइन आफ्नो कर्ममा लगाउन थालेँ।